सिंह तामाङ तपाईहरुले चिन्नु भएको छ होला म सेलिब्रिटी थिएँ के रे ब्लूबर्डियन सी इज अ ब्लूबर्डियन है अनि वेलकम हाम्रो ब्लगमा चाहिँ ब्लूबर्डियनहरुले हेर्नु भएको भने माचिनु हुन्छ है हेलो म चाहिँ थाहा होला तपाईहरुलाई तिमी भन न इन्ट्रोडक्सन हाई गाइज तपाईँले चाहिँ मलाई टिकटकमा देख्नुभयो होला होइन तर टिकटकमा अर्कै देख्नुभयो होला म रियलमा अर्कै छु मोर ब्युटिफुल हामी चाहिँ यसरी आज चाहिँ सन्तानेश्वर मन्दिर जान लागेको अनि हामी चाहिँ यहाँनिर यस्तो ट्राभल गर्नु यो चाहिँ हल्का अब मन्दिरको साइडमै बसेर मन्दिरमै होइन तर अलिकति साइडमा चाहिँ पार्क जस्तो छ क्या त्यसमा चाहिँ हामी अविन र युमन पनि छ अनि खान्छौँ है तर गाइज फोहोर चाहिँ डस्टबिनमा हाल्नु होला यस डस्टबिन यहाँ छ हेर्नुहोस् हाम्रो यसरी एकदम मेन्टेन छ है ठाउँ चाहिँ त्यही भएर हाम्रो यो झरुवारा सन्तानेश्वर चाहिँ एकदमै ब्युटिफुल हेर्नुहोस् है इन्फर्मेसन के अरे हाम्रो प्राइम मिनिस्टर चेन्ज गर्नुपर्छ अब म हुन जाँदैछु प्राइम मिनिस्टर आज चाहिँ हामी हिजोको रेस्ट पछि आज आएको म त 1 महिना भइसक्यो यहाँको जस्तै लागिरहेको 1 महिना कति धेरै दिन भइसक्यो जस्तै लाग्यो बे भयो अनि त्यस्तो भएर नि ल गाइस म थाकेको म भ्लगिङ गर्न चाहन्छु बाइ बाइ यो हो मेरो माइती गाउँ ललितपुर गोदावरी नगरपालिका 13 झररासीमा रहेको सन्तानेश्वर मन्दिर। साँच्चै भन्नुपर्दा यो ठाउँ मेरो लागि केवल मन्दिर मात्र होइन, यो ठाउँसँग मेरो भावना जोडिएको छ। जब म यहाँ आउँछु मलाई एकदमै आफ्नो महसुस हुन्छ, ठिक माइती घरमा आएको जस्तो। यहाँको वातावरणमा एउटा छुट्टै आस्था र शान्ति महसुस हुन्छ। मन्दिर वरपर फैलिएको हरियालीले मन आनन्दित बनाउँछ। स्वच्छ हावा, शान्त वातावरण र डाँडाबाट देखिने ब्रेथ टेकिङ भ्यू, यी सबैले मनलाई शान्त बनाउँछ। यहाँ उभिँदा केही क्षणका लागि सबै चिन्ता बिर्से जस्तो लाग्छ। मेरो बेबीहरू हेलो रमाइलो भयो। दिनको समयमा यहाँको प्राकृतिक सुन्दरता अद्भुत देखिन्छ। हरियो डाँडा, खुला आकाश र शान्त वातावरणले मनलाई सकारात्मक ऊर्जा दिए जस्तै लाग्ने। त्यो डाँडाबाट मलाई मेरो घर पनि देखिन्छ, मेरो आफ्नै घर, मेरो माइती घर, जहाँ हरेक सम्झना बस्छ। यो दृश्यले अझै गहिरो अनुभव दिलाउँछ, मलाई खुसी दिलाउँछ। यो मन्दिरको बारेमा मलाई विस्तृत रूपमा त जानकारी नहोला, तर पनि यहाँ पाइला टेकिरहँदाखेरि चाहिँ मलाई हजुरहरू सामु छोटो जानकारी दिन मन लाग्यो। यो भगवान शिवको पवित्र मन्दिर हो। यहाँ धेरै भक्तजनहरू सन्तान प्राप्तिको कामनाका लागि प्रार्थना गर्न आउनुहुन्छ। यो ठाउँ मेरो लागि केवल एउटा मन्दिर मात्र होइन, यो मेरो भावना हो, यो मेरो प्यारो माइती घर हो। मन्दिर परिसरबाटै देखिने यो साँझपखको धपधपी बलेको काठमाडौँ सहरको दृश्य, यो दृश्यले कसको पो मन नलोभ्याउला र। फाइनल्ली हामी चाहिँ सन्तानेश्वरमा यसरी घुमेर है यहाँको माहौलहरूलाई एकदमै अब्जर्भ गरेर रमाइलो लाग्यो नि। तपाईँहरू पनि आउनु होला हाम्रो झरुवारासी सन्तानेश्वरमा। यस्तै भिडियोको लागि लाइक, सेयर एन्ड सब्सक्राइब गर्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ।